के तपाईले कहिले सोच्नु भएको छ मान्छेहरूलाई थाहा छ कि चुडो ड्रग्स गुड्का मधुले हाम्रो शरीरलाई असर गर्छ। यो खाँदा हाम्रो ज्यान समेत जान सक्छ, तर पनि मान्छेहरू किन यसलाई छोड्न सक्दैनन्? हेर्नु, यसका धेरै सानातिना कारणहरू छन्, जस्तै यो सस्तो हुन्छ, यसले हाम्रो मुड राम्रो हुन्छ, तनाव कम हुन्छ, अनि ठूला ठूला एक्टरहरूले यिनीहरूको प्रमोट गर्छन्। त्यो अलगै कुरा हो कि उनीहरूले यो खाँदै खाँदैनन् तर पनि प्रमोट त गर्छन् नि। यी त भए सानातिना कारणहरू। अब कुरा गरौँ मेन कारणको। हेर्नु, यिनीहरू सबैमा एउटा निकोटिन नामको केमिकल हुन्छ, अनि जब यो निकोटिन हाम्रो शरीरमा जान्छ यसले हाम्रो दिमागमा डोपामिन नामको एउटा केमिकल रिलिज गराउँछ। यो डोपामिन नै त्यो केमिकल हो जसले हामीलाई खुसी र आनन्द महसुस गराउँछ। त्यसैले डोपामिन निस्किने बित्तिकै हामीलाई एकदमै धेरै खुसी महसुस हुन्छ, तर हामी बिर्सिन्छौँ कि यो केही बेरको मजा कतिसम्म खतरनाक हुन सक्छ। किनकि जब एउटा सर्वे गरिएको थियो तब पत्ता लागेको थियो कि 88% मान्छेहरू गुटखा छोड्न चाहन्छन् तर पनि छोड्न सकेका छैनन्, किनकि गुटखा नखाँदा डिप्रेसन हुन्छ, तनाव बढ्छ, कोहीसँग बोल्न मन लाग्दैन, एकदम धेरै रिस उठ्छ, टाउको दुख्न थाल्छ, के गरौँ जस्तो हुन्छ, छटपटी हुन्छ। यही कारणले गर्दा मान्छेहरू गुटखा छोड्न सक्दैनन्। यो भिडियो तपाईको भोला र चुरोट लभर साथीलाई शेयर गरिदिनु अनि भन्नु बेलैमा छोड, नभए ख्याल ख्यालमै मर्लास्।